युवा नै चाहिन्छ देश विकास गर्न युवा नै चाहिन्छ यदि युवा भएनन् भने देश भताभङ्ग हुनेछ यदि युवा भएनन् भने देश भताभङ्ग हुनेछ धन्यवाद कार्यक्रम सञ्चालकज्यू आज यस कार्यक्रममा उपस्थित हुनुभएको सभाध्यक्ष महोदय प्रमुख अतिथि विशिष्ट अतिथि तथा अन्य अतिथिगणहरू एउटा हातमा कापी र अर्को हातमा कलम लिएर निष्पक्ष निर्णय गर्न बस्नुभएका निर्णायक मण्डलज्यूहरू गुरुवर्ग यहाँ उपस्थित प्रतिस्पर्धी साथी तथा सम्पूर्ण साथीहरूमा स्वीकार्नुहोस् शारदावलीको तर्फबाट न्यानो अभिवादन। आज मिति 2009 महिना 11 गते हुन गइरहेको यस वक्तृत्व शुक्रबारे कार्यक्रममा भाग लिन पाउँदा मैले आफूलाई गर्वशाली ठानेको छु। आज यस शुक्रबारे कार्यक्रममा वक्तृत्व गराइरहेको छ। यस वक्तृत्व गराएको शीर्षक रहेको छ देश विकासमा युवाको भूमिका। सर्वप्रथम त म देश विकासमा युवाको के कस्तो भूमिका छ भनेर परिभाषित गर्न चाहन्छु। युवा भनेको 18 वर्षदेखि 40 वर्षसम्मको अवधिलाई युवा भनिन्छ। युवा हाम्रा देशका कर्णधार हुन्। हाम्रो देशलाई सञ्चालन गर्नको लागि युवाको अति आवश्यकता छ। यदि हाम्रो देशमा मात्र होइन अन्यको हरेक देशमा युवा भएन भने त्यो देशमा कुनै पनि काम गर्न जुनसुकै काम गर्न पनि गाह्रो हुनेछ। हाम्रो देशमा मात्र होइन अन्य देशमा पनि वीरता र बालकले भयो भने युवा जनशक्ति भएनन् भने